एकजना वृद्ध बुवाले आफ्नो जीवनमा यति धेरै फटाइ गरेछन् कि मर्ने बेलामा चाहिँ सबै गाउँलेहरूलाई राखेर मैले तपाईँहरू सबैलाई चाहिँ साह्रै दुःख दिएँ, साह्रै ठगेँ, साह्रै फटाइ गरेँ। त्यही भएर अब म त बाँच्दिनँ, मर्दैछु। मरेपछि चाहिँ हेर्नुहोस् मेरो मुखमा चाहिँ किलो ठोकिदिनु होला। त्यो किलो ठोकिदिनु भयो भने यसो त्यो पाप चाहिँ यहीँ समाप्त भएर यसो बैतरणीतिर तर्छु कि भनेर भनेछन्। अब सबै मान्छेले हुन नि हो, यो बुढोले साह्रै सबैलाई नठगेको मान्छे छैन। सबैलाई यिनले चाहिँ ठगे, दुःख दिनु दिए। ठिकै हो यिनले भनेको पनि भनेर सबैजनाले सल्लाह गरेर मुखमा किलो ठोक्ने निर्णय गरेछन्। र बुढो प्याट्ट मरे। मरिसकेपछि छोरालाई चाहिँ पहिले भनेर चाहिँ, हेर बाबु म मर्दैछु, म मर्ने बित्तिकै सबैलाई मेरो मुखमा किलो ठोक्नु भन्छु, तैँले पुलिस बोलाएर ल्याइहाल्नु है भनेर भने रहेछ। अनि त्यहाँको मान्छेहरूले चाहिँ सबै गाउँले मेरो मुखमा किलो ठोकिदिए। उताबाट छोराले चाहिँ पुलिस लिएर आएछ। ल हेर्नुहोस् त, सबै गाउँको मान्छेलाई लगेर चाहिँ जेलमा कोचेछन्। ल हेर्नुहोस् त कति फटा। ल हेर्नुहोस् साथी हो, यही नै जिन्दगी हो। अरू त सबै माया मोह हो साथी हो, माया मोह हो।